हेलो नमस्ते के छ खबर कस्तो हुनुहुन्छ सबैजनालाई सबैजना कुशल मङ्गलै हुनुहुन्छ होला यो चिसो चिसो मौसममा सबैजनालाई न्यानो माया मिठो सम्झना है साथीहरू जिन्दगी यात्राको क्रममा कति उतार चढाव हुन्छ कति दुःख हुन्छ कति सुख हुन्छ कति धेरै खुसीहरू एचिभ गरिरहेको हुन्छ नि त्यो खुसीहरूमा पनि कतै आफ्नो मनमा कुनै कुराको दुःखले चाहिँ मान्छेलाई खाइरहेको हुन्छ नि त्यो चाहिँ मेरो बाबा नहुनुको के म त सानो थिएँ नि त त्यो कुरालाई मैले चाहिँ एचिभ मतलब मैले त्यो कुरासँग फाइट गर्न सक्ने मसँग क्षमता नै थिएन कि म अब सानो भएको कारणले गर्दा बाबा बितिसकेपछि मैले अनि त्यो कुराले कति धेरै खुसीहरू पाउँदा पनि त्यो मनमा चाहिँ त्यो कुराले चाहिँ कता कता खाइ नै रहन्छ कि जति धेरै खुसी भए पनि त्यो कुरालाई सायद त्यो कुरासँग म लड्ने मसँग क्षमता नभएको फाइट गर्न सक्ने क्षमता नभएको भएर सधैँभरि यो मनमा यसरी नै खड्किरहेको होला कि अब चाहिँ कुनै पनि उसहरू भयो भने त अब त म बुझ्ने पनि भइसकेँ त्योसँग लड्ने क्यापेबल पनि भइसकेँ नि त अब त्यस्तो भयो भने चाहिँ लड्न सक्ने क्षमता छ त्यति बेला चाहिँ थिएन बुझिन होला होइन अब आफू सानै पनि भइन्छ नि त कुनै कुराले पनि दुःखी हुन्छ मनमा के कति बेला खेलेको गर्छ नि त त्यस्तो कुरा चाहिँ मेरो बाबा नहुनु हो कि साथीहरू सबैजनालाई धेरै माया मिठो सम्झना है।